यहाँहरूलाई यस युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। आज भने मैले गोरखापत्रमा प्रकाशित लोकसेवा वस्तुगत प्रश्नोत्तरहरू लिएर उपस्थित भएको छु। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरिदिनुहोला। ढिला नगरी सुरु गर्न चाहन्छु। प्रश्न नम्बर 1, 83औं संस्करणको गोल्डेन ग्लोब्स अवार्ड 2026मा म्युजिकल कमेडी विधातर्फ सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल चलचित्र कुन हो? वन ब्याटल आफ्टर अनदर। प्रश्न नम्बर 2, नेपालमा राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? माघ 1 गते। प्रश्न नम्बर 3, नेपालमा भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ? माघ 2 गते। प्रश्न नम्बर 4, राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा हालै प्रकाशित तथ्याङ्क अनुसार नेपालको ग्रामीण क्षेत्रमा गरिबीको रेखामुनिको जनसङ्ख्या कति रहेको छ? 24.66%, सहरी क्षेत्रमा 18.34%। प्रश्न नम्बर 5, सरकारले राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2082 कहिले स्वीकृत गरेको हो? विक्रम सम्वत 2082 पुस 3। प्रश्न नम्बर 6, एसिला हेली कुन खेलसँग सम्बन्धित छन्? क्रिकेट। अस्ट्रेलिया। प्रश्न नम्बर 7, संयुक्त राष्ट्रसङ्घले सन् 2026मा विश्व अर्थतन्त्रको वृद्धि दर कति हुने प्रक्षेपण गरेको छ? 2.7%। प्रश्न नम्बर 8, इरानमा चर्को मूल्य वृद्धिको विरोधमा आन्दोलनको सुरुवात कहिलेबाट भएको हो? सन् 2025 डिसेम्बर 28। प्रश्न नम्बर 9, नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स AI केन्द्रको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2082 कार्तिक 24। प्रश्न नम्बर 10, राष्ट्रिय युवा सेवा कोषले 2082 को अरनिको युवा कला पुरस्कार कसलाई प्रदान गर्यो? सुरेम देसाल। प्रश्न नम्बर 11, आवर ब्रह्मचारी शरणानन्द प्रतिष्ठानले शरणानन्द राष्ट्रिय पुरस्कार 2082बाट कसलाई सम्मानित गर्यो? तिलविक्रम नेम्बाङ बैरागी काइँला। प्रश्न नम्बर 12, अरुण तमोर र सुनकोशी नदीको सङ्गम स्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ? खुवालुङ। मन्टेसरी शिक्षण विधिका सुरुवातकर्ता को हुन्? मारिया मन्टेसरी। प्रश्न नम्बर 14, एसियाको अपरेसन डायलग एसिडीको स्थापना कहिले गरिएको हो? सन् 2002 जुन 18। प्रश्न नम्बर 15, नेपालको संविधानको इतिहासमा वर्तमान संविधान कतिऔं संविधान हो? 7औं। प्रश्न नम्बर 16, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कुलपति राष्ट्रिय प्रबन्धन पुरस्कार 2082बाट कसलाई सम्मानित गर्यो?
डाक्टर बसन्त पन्त। आयुर्वेद कुन वेदको उपवेद हो? अर्थवेद। प्रश्न नम्बर 18, संयुक्त राष्ट्रसङ्घीय लागु औषधि सम्बन्धी आयोगले गाँजालाई हानिकारक लागु औषधको सूचीबाट कहिले हटाएको हो? सन् 2020 डिसेम्बर 2। प्रश्न नम्बर 19, मुलुक बाहिर कृतिका लेखक लैनसिंह वाङदेल हुन् भने पर्खालभित्र र बाहिर कृतिका लेखक को हुन्? पारिजात। प्रश्न नम्बर 20, दोस्रो WHO विश्वव्यापी परम्परागत औषधि शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? सन् 2025 डिसेम्बर 17 देखि 19 सम्म भारतमा। भिडियो कस्तो लाग्यो लाइक सेयर र कमेन्ट गर्न नभुल्नुहोला। अन्य भिडियोको साथ उपस्थित हुने नै छु। यस भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।